यता हो यता हो मेरो घरको चिन्ता नगर्नु अब चाहिँ घरबाट निक्ल्यो है सबैजनालाई बाहिर एकपल्ट ल लाग्दिम है अब के गर्नु अब आउँदै जानु पर्यो। हेलो एभ्रिवान वेलकम ब्याक टु आदित्य ब्लग। सायद तपाईँ सबैजना सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। र आज फेरि मेरो छुट्टी खतम भएर आज पल्टन फर्किने दिन आइसक्यो र यता ककुम पूजाहरू गरेर आएर टिका सिका लगाइदिइसक्यो। मेरो आमाको आमा, मेरो ग्रान्ड मदर, मेरो कक्कु है कक्कु मजाले बस्नु, छोरा गर्न सुताइरहनु, खानाहरू राम्ररी खानु, सुत्ने काम छैन बुझ्यो। आउँदै जाँदै थियो अब छोरा मान्छेको जात लोले कडा रे कडा हो मलाई साथीहरू बिदाई दिन आएको अरे उठ्नै मान्दैन आएर त सुत्छ पो उल्टा उठ्नु छिटो हिँड्नु चियाहरू खानु छ। अब टक्कै यता चाहिँ आन्टीले टक्कै रोटीहरू पोलिदिँदैछ। आन्टी बडीले टक्कै यता होइन बडी टक्कै जाने बेलामा खाएर जानु पऱ्यो। घरको खानै हो। जो विदेशतिर हुन्छ उनीहरूलाई थाहा पाउँछ। म पनि पहिला यसो याद हुँदैन घरमै बस्छ भ्लग बनाउँदा यसो बाहिरकोहरूले गाउँहरू देखाउन भन्थ्यो। टक्कै खुसी लाग्छ आफू गएर थाहा पाएँ यसो अब टाढो टाढो हुँदा आफ्नो गाउँहरू देख्नु नपाउँदा कस्तो हुँदो रहेछ, याद आउँदो रहेछ हो। त्यसै कारण आज घरको खाना अब लास्ट चिया टक्कै रोटी होइन हुन्छ यहीँ सजिलो हुन्छ। कति महिनाको लागि अब लास्टै हो नि अब 6 महिना 7 महिना अब कति महिना बाद आइपुग्यो हुन्छ थाहै हुँदैन। वर्षहरू पनि लाग्न सक्छ लास्ट भनिरहेको नि फेरि आएर चाहिँ यहीँ भेटौँ। त्यहाँदेखिको चाहिँ भ्लग चाहिँ दामी आउनु थाल्छ अब अहिले जस्तो छ। अब त बस्दा चाहिँ पानी झरीमा म छाता उडी भए पनि आइछ चियासो खाऊँ अब। गुड मर्निङ आइपुग्यो है बिहान उठेर आइपुगिसक्यो। गाइस जाने बेलामा गुलियो मुठा खिर दक्षिणा र आशीर्वाद चाहिँ वाट्सएपमा पठाइन्छ। सेतै लाग्यो लुगामा हुन्छ आफ्नो ख्याल राख्नु दिदी हाम्रो घरको चिन्ता नगर्नु। गुरु बिना चेला कहाँ हुन्छ है? गुरु बिना चेला कहाँ हुन्छ? मेरो आउँदै गर्नु म गएर पनि तेरो बदली जाने भए म जाइदिन्थेँ। मेरो बदली जाने भए पनि गइदिन्थेँ। बस्दा 6 महिना म जाइदिन्छु। 6 महिना कक्कु पनि टिका लगाइदिनु फेरि हो त यो त रिपिट कक्कुले ढोकेमा ढोक्नु मात्रै लु फेरि कपाल सलामा ढोकिराख्नु आज टक्कै फ्यामिलीहरूसँग आज है फेरि लङ लास्टिङ लायत है कति दिन बाद यता दिदी बहिनीहरू 3 जना आमा लस्करै आमा है छोरीहरू 2 जना चाहिँ बेङ्गलोरमै छ। राम्रो काम हो अझै बढेर जाओस् काम। अन्त मेरो बडा मेरो आजको क्यामेराम्यान दक्षिणा र आशीर्वाद चाहिँ वाट्सएपमा पठाइन्छ। सेतै लाग्यो लुगामा हुन्छ आफ्नो ख्याल राख्नु दिदी हाम्रो घरको चिन्ता नगर्नु। गुरु
गुरु बिना चेला कहाँ हुन्छ है गुरु बिना चेला कहाँ हुन्छ मेरो आउँदै गर्नु म गएर पनि तेरो पछि जाने भए मजा आइदिन्थ्यो ओए गाइस जाने बेलामा सबैजनासँग फोटो खिचाइबो है बिदाईमा मेरो परिवारहरू यता ओहो यता हो मेरो ओ भाइ निस्क्यो मेरो है सबैजना ओ अब चाहिँ घरबाट निक्ल्यो है ओ सबैजनालाई बाहिर एकबाट ल लाग्दिम है अब के गर्नु अब आउँदै जानु पर्यो होइन डक भाइ साथी टक्यो हो निन्द्रामै उठेर आइहाल्यो एक बोलाइदिएको आइहाल्यो मेरो केटा रित्तिको छ हो फेरि लाग्दियो हो बिहामा जन्ती जस्तो लाग्यो त त सुमित ब्लग्स भाउजू त बाई बाई लु लु आउँदै जाँदै गर्नु पर्यो है पानी परेर चाहिँ आज फेरि यस्तो भाइ लाग्दैन ल आम्मामा हेट यत्तिको छ हेट कडा कडा ल आन्टी बाई 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 आउँदै भेटौँ है जाँदै आउँदै गर्नु पर्यो ए यो चाहिँ हाम्रो गाउँको आज लास्ट एउटा भिडियो भेना गाडी यसमा जान जान्छु ओके होस् दा ल मेरो केटाहरू राम्ररी बस्दै गर्नु होइन हाम्रो गाउँ चाहिँ यही हो मेरो पाठ राम्ररी बस्दै गराउँदै मामु अब चाहिँ लाग्दैन अझ गाइस भेना सालो पनि लाग्यो होइन लाग्यो है अब लागेको स्टार्टिङदेखिको दिएको होला मेरो भेनालाई चाहिँ जति म गएँ सिलगढी पल्टन जान्छु भेनाकोमा झाउ चाहिँ यतिको छ भेना सानोको माया चाहिँ सानोलाई पुऱ्याइदिनै पऱ्यो है गाइस सिलगढीमा हामी चाहिँ आइपुगेँ मेरो साथीलाई पनि भेटिसक्यो त्यहाँ हेलो गर्छु साथी अब चाहिँ हामी बजाउँदैछु भजन त्यहाँ चाहिँ अरू साथीलाई पनि भेट्छु त्यहाँ चाहिँ तपाईँलाई देखाउँछु क्या अब साथी आइपुग्यो खै हेलो सोलो छैन अरे मेरो राहुल साथी अरे के हो घर गएर त 500 रुपियाँ हेलो गाइस चाहिँ हामी बसमा पनि चढिसक्यौँ र केटाहरू पनि भेटिसक्यो अरे यता फेरि चिन्दैन नि हो चस्मा लगाएर केटाहरू यता हो एट गरम भइदिइसक्यो खल ओए गाइसहरू हामी चाहिँ बसमा पनि चढिसक्यो अब बस पनि हिँडिसक्यो केटाहरू पनि भेटिसक्यो यता टक्के साथी होइन टक्के है यता सुजलहरू पनि चढिसक्यो लु सुजल बाई गरिदिउँ अब सक्यो बाई बाई लु बाई बाई सबैजनालाई टक्के हाम्रो त केटाहरू आइपुग्यो टक्के यता हो ओके गाइस अब फेरि हामी सिधै आफ्टर कति महिना बाद हुन्छ त्यति बेला भेटौँ अब यो सुन रोक्छ